सामाजिक सेवा व स्वास्थ्य सेवा जायाना विचुंगु मुदिता सेवा गृह गुक्कगु बुदी हंगुदु मुदिता सेवा गृह अध्यक्ष राज्यलक्ष्मी वज्राचार्य सभानायश्री महिला बाल विकास तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मियामु पहासुइजुगु ज्याजोले गुंगु सुकुन्दा च्याका बुदी हंगु ख त्यसैगरी 7 नम्बर वडाका प्रभागका प्रहरी निरीक्षक ज्याजोले मन्त्री उमा रेग्मी संस्थाइ लागि जिगु लखतका अनुदान सरकार बिगु प्रतिबद्धता पोका दिल सेवा गृहको भोलि पनि उत्तरोत्तर प्रगति होस् अझै धेरै दिन दुखीहरूले अप्ठ्यारोमा परेकाहरूले यहाँ आएर सेवा पाउन सकुन् उत्तरोत्तर प्रगतिको कामना गर्दछु र यहाँ फेरि पनि सेवामा क्षमा माग्दै जो सम्मानित व्यक्तित्व हुनुभयो उहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु समाजमा राम्रो काम गरेकै कारणले उहाँहरू सम्मानित हुनुभएको छ र अरू पनि थुप्रै सम्मानित हुन बाँकी छ यहाँको साथीहरूले गर्नुहोला र सम्मानितहरूलाई पनि धेरै धेरै बधाई दिँदै यो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै म आफ्नो भनाइ टुङ्ग्याउन चाहन्छु। अथे ज्याजोले महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठ लगायत मुदिता सेवा गृह यात बुदिया चले पिन्तुना देछासी थथगु थास ग्वालियागु प्रतिबद्धता पंका दिगु ख ज्याजोले मुदिता सेवा गृह अध्यक्ष राज्यलक्ष्मी वज्राचार्य समाजसेवी मोती शान्ति साक्य मुदिता यादविचंगु ज्याखै बारे जानकारी दिएको ख यस वर्ष पनि हामीले यही मन्त्रालयबाट यही महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट अर्को 79-80 को यो फिजिकल इयरको लागि पनि अर्को 10 लाख पनि हामीले प्राप्त गरेका छौं। यो कुरा मैले अघि चाहिँ नभनेको किन भन्दा मैले भर्खर मन्त्रीज्यूलाई चाहिँ धन्यवाद भनी यसको लागि मैले एप्रिसिएसन गर्दाखेरि उहाँले चाहिँ हुन्छ तपाईले यो कुरा एनाउन्स गर्दै पनि हुन्छ भन्नुभएकोले मैले भनेको किनभने त्यो चाहिँ प्रोसेसमा छ तर रेड बुकमा हाम्रो नाम परिसकेको छ 10 लाख चाहिँ आइसकेको छ तर त्यो चाहिँ गभर्नमेन्टको जुन प्रोसेस छ त्यसले चाहिँ अर्को 2-4 महिना लाग्न सक्छ यसबाट किनभने लास्ट इयर पनि हामीले कार्तिकमा मात्रै भएको थियो। ज्याजोले आनन्द वज्राचार्य चयादिगु मुदिता मे कलाकार देश हालादिगु खासा सम्मान्य ज्याजोना चुगु खा राज्यलक्ष्मी वज्राचार्यलाई अपलोड गर्दछु। माननीय मन्त्रीज्यू डाक्टर कल्पना मल्ल